Hello guys, namaste and welcome to my blog Mr. Shrestha। आज म एम्स्टर्डम सेन्ट्रल स्टेसनको पछाडि ब्युटिफुल भ्यू सँगै हातमा फ्रेन्च फ्राई लिएर आज थर्ड डे एम्स्टर्डमको क्यानल टुरको लागि आज जाँदैछु। तपाईहरु ब्लगमा जोडिरहनु होला। ल गाइज म चाहिँ क्यानल टुर गर्नको लागि पारी सेन्ट्रल स्टेसन अगाडि जाँदैछु। अहिले मैले देखाइरहेको फेरी चाहिँ सेन्ट्रल स्टेसन पछाडिको हो एम्स्टर्डमको। यो फेरीमा चाहिँ कुनै चार्ज लाग्दैन, फ्रीमा वारीपारी गराइन्छ। यो फेरीमा चाहिँ कुनै चार्ज तिर्नु पर्दैन। ल गाइज मैले क्यानल टुरको लागि पनि फेरीको टिकट काटिसकेको छु। अब म जाँदैछु फेरीमा। ल गाइज फाइनली म फेरीमा पनि बसियो। फेरीको फर्स्ट कस्टमरै म रहेछ आजको अहिलेको यो ट्रिपको लागि। ल गाइज फाइनली क्यानल टुर स्टार्ट भइसकेको छ। अब चाहिँ भ्लगमा जोडिरहनु होला। म सम्पूर्ण एम्स्टर्डमको सिटीको पुरै क्यानल टुर तपाईहरुलाई भिजिट गराउने छु। जोडिरहनु होला मेरो भ्लगमा।
गाइस तपाईहरु पनि नेदरल्यान्ड्सको एम्स्टर्डम आउनुभयो भने एम्स्टर्डमको क्यानल टुर चाहिँ अवश्य गर्नुहोला। अत्यन्तै रमणीय र राम्रो भ्यूजहरु तपाईले देख्न सक्नुहुनेछ। क्यानल टुर जरुर गर्नुहोला। क्यानल टुर गर्नको लागि टिकट जम्मा 20 युरो हो। त्यति महँगो पनि छैन। 1 घण्टा 1.5 घण्टाको टुर हो। तपाईलाई सम्पूर्ण सिटी घुमाउँछन्। यदि गरी तपाईहरु पनि नेदरल्यान्ड्स आउनुभयो भने एम्स्टर्डमको क्यानल टुर चाहिँ जरुर एकबार गर्नुहोला। ल गाइस कम्प्लिटली फेरी टुर पनि सकिसकेको छ क्यानल टुर। अब बाहिर निक्लेर म जाँदैछु अब फेरि पनि एम्स्टर्डम सेन्टर स्टेसन नजिकै। तपाईहरु क्यानल टुर गर्न आउनुभयो भने ठ्याक्कै यसको अगाडि एम्स्टर्डम सेन्टर स्टेसन छ। त्यसकै अपोजिटमा हो यो क्यानल टुरको टिकट काउन्टरहरु। क्यास कार्ड दुवै चल्छ। जरुर तपाईहरुको भिजिट गर्नुहोला क्यानल टुर। यो अगाडिको देखिरहेको चाहिँ यही हो एम्स्टर्डमको सेन्टर स्टेसन। ल गाइस फाइनली आजको टुर सकेर अब होटलतिर जाँदैछु। यो चाहिँ एम्स्टर्डमको नाइट भ्यू। एम्स्टर्डममा तपाईहरुले जता पनि देख्नुहुन्छ जतासुकै साइकल देख्नुहुन्छ साइकलको सहर भनेर नै चिनिन्छ। त्यही भएर नि यता सबैभन्दा धेरै साइकल युज गरिन्छ सबैजना मान्छेहरु। अब म चाहिँ होटलतिर लाग्दैछु।
ल गाइज फाइनली होटल पनि आइपुग्यो। मेरो भ्लगमा जोडिरहनु भएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला।